सार्वजनिक पद धारणमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी कुरा व्याख्या नगरिकन तत्कालीन आन्दोलनको अवस्थालाई उग्र हुन सरकारले निरन्तरता साँधेको तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारवाही गर्ने आन्दोलन कायदा कारवाही गर्ने त्यो जुनसुकै व्यक्ति आन्दोलन कायदा कारवाही गर्ने कुनै छ प्रदेश खारेजको माग नेपाली जनताले त्यो मुद्दा सडकमा उठिसकेपछि यो नेपाली जनताको माग रहेको तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ भने 2047 सालपछि सार्वजनिक पद धारणमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। यो बुढाहरू मैले के भने मेरो मनमा हो नेपाली जनताले पठाएर बुढाहरू भयो भने उनी लेखेरै बोल्न चाहे। अर्को कुरा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दाखेरि यहाँनिर धेरै के भयो भन्दाखेरि पावरको कुरा जहिले त्यही पावरको कुरा तर प्रतिभालाई अगाडि बढाउँ एउटा क्षमता र दक्षतालाई अगाडि बढाउँ र क्षमता र दक्षतालाई ठाउँ किन दिनु यो त दलीय कार्य नियुक्ति भएकाहरूलाई बर्खास्त गर्ने पहिलेका योभन्दा अगाडि हटाउने त राजनीतिक दलको कारणले भएको हो नि त क्षमताको आधारमा पद बढ्ला। अर्को कुरा के छ भने न्यायाधीश नियुक्ति नहुने जिल्ला तहको न्यायाधीश नियुक्ति परीक्षा मार्फत गरौँ न लोकसभा मार्फत त्यसको क्षमता हो के भन्न खोजेको भने नेपाली जनताले सर्वहारा भन्नाले यो कमजोर वर्गहरूले त्यो शासन भूगोलका दृष्टिकोणले गर्दाखेरि जुन पुस्ताले जिते तर तपाईँको लागि अबको यात्रा मार्गचित्र तयार गर्न कसरी जानुपर्छ? अबको हाम्रो मार्गचित्र भनेको समृद्ध युवा सुखी नेपाल। यसको लागि के गर्नुपर्छ भने वर्तमान देशमा रहेको संविधान 2072 सालले यो सबै मागहरू परिपूर्ति गर्न सक्दैन। अब हामीले संविधान संशोधन गर्ने परिकल्पना नै गर्न सक्दैनौँ किनभने सांसद विघटन भइसकेको छ।